बनिरहेको छ। अनि अहिले चाहिँ हामी महालक्ष्मी स्थानमा एकदम त्यो जाकरान्डा फुलेर यति राम्रो भएको छ नि त, बाटोमा हिँड्दा पनि कस्तो राम्रो लागिरहेको थियो कि। अनि त्यहाँ जाने हाम्रो निर्णय गऱ्यौँ अनि हामी अब त्यहाँ जान लागेको। त्यहाँ गएर चाहिँ फोटोज भिडियोजहरू लिने चाहिँ हाम्रो प्लान छ। केही त गर्नु पऱ्यो नि त होइन, बिदाको दिन त। सो हामी चाहिँ त्यहाँ जाँदैछौँ। म चाहिँ त्यहाँ गएर फोटोजहरू भिडियोजहरू लिन्छु अनि हजुरहरूलाई पनि देखाउँछु है। अनि कस्तो लाग्छ त त्यो पनि भनिदिनु होला है त। हामी चाहिँ अहिले महालक्ष्मी स्थानमा आइपुग्यौँ। ओ माई गड कति राम्रो भ्यू छ, कति राम्ररी फुलेको यो शिरीषको फुल। यसलाई नेपालीमा शिरीषको फुल भन्छ अनि इङ्ग्लिसमा चाहिँ यसको नाम जाकारान्डा हो। यस्तो रमाइलो देखिएको छ नि एकदमै। ओ माई गड आँखालाई यति आनन्द आइरहेको छ हेर्नलाई है। हामी अहिले चाइनिज रेस्टुरेन्टमा छौँ अनि हाम्रो यस्तो सिन देखिन्छ है। यो के ठाउँ रे? खरिबोट है, खरिबोट वर्णी मण्डल खरिबोट नि भन्छ यसलाई। चाहिँ हामीले अब अर्डर गरिसक्यौँ, अर्डर आउनु बाँकी नै छ। अब हामी बिहानैदेखि निस्केको, फोटोग्राफी धेरै भयो अनि थाकियो पनि एकदमै। अब खाने एकदम भोक पनि लागिरहेको अनि अब चाहिँ हामी अब खानुपर्छ भनेर आएको। बिहान हामी कति 11 बजीतिर निस्केको थियौँ। कति रमाइलो रहेछ महालक्ष्मी स्थानमा त, जाकरान्डाको यति फोटो खिचियो नि होइन। अब चाहिँ खानुपर्छ भनेर आयो। खानेकुराको वेटिङमा छु, चाइनिज खाना आएको पुरै थाकेर। हाम्रो खानेकुराहरू आयो। यो खाना, यसको नाम के अरे? सलाद भयो। यसरी खाने हामी। बगैँचामा नजाऊ तिमी, भमराले झुमी बेला आजको हाम्रो दिन चाहिँ एकदम रमाइलो भयो। हामीले यति धेरै रमाइलो गऱ्यौँ नेचरसँग। शिरीषको फुलमा एकदम धेरै फोटो खिच्यौँ। मैले त कति धेरै खिचेको छु कि अब म त त्यो फोटो हेरेरै यस्तो राम्रो राम्रो फोटो आएको छ है। तर जे होस् आज शनिबारको दिन एकदमै मजा आयो। हजुरहरू पनि भिडियो हेरेर मजा लिनु होला है त। सबैजनालाई ह्याभ अ गुड डे, बाई बाई।